आमा, यहाँको आकाश पनि उस्तै छ भन्छन्, तर किन हो तिम्रो काख जस्तो न्यानोपन कुनै घामले दिन सक्दैन। फोनको त्यो सानो स्क्रिनभित्र तिमीलाई हाँसेको देख्दा म बुझ्छु तिमी अझै पनि मेरो लागि बलियो बनिरहेकी छौ। सायद त्यसैले आतिदा म छुनी भन्ने तिम्रा शब्द जतिको सुरक्षित अरू केही भेट्दिनँ। म यहाँ सपना पछ्याउँदैछु अनि मेरो हरेक पाइला तिम्रो त्यागमाथि उभिएको छ। एक दिन फर्किएर तिम्रो काखमा टाउको राखी बिसाउन मन छ अनि साँच्चीकै तिमी जस्तै निडर बन्न मन छ। त्यो दिन कुर्दै गर्दा पनि माया भने रोकिँदैन रहेछ। कहिलेकाहीँ टाढाबाट पनि स्पर्श पठाउन मिल्दो रहेछ। अँगालो नै एउटा सानो बाकसमा पुग्दो रहेछ। कहिलेकाहीँ हामी बोल्न नसक्ने शब्दहरू एउटा सानो उपहारले भनिदिन्छ। यसपटक मनको माया शब्दमै सीमित नराख। फुलदेखि सरप्राइजसम्म, मिठासदेखि मायालु स्पर्शसम्म तिमीले भन्न नसकेको हरेक कुरा मुन्चाले घरसम्म पुर्याउने बाटो बनाइदिएको छ।